सर्वप्रथम यो सञ्जाल मार्फत अनि हेरिरहनु हुने सम्पूर्ण भिक्षु भिक्षुनी त्यस्तै गरी देश विदेशमा छरेर रहनुभएका सम्पूर्ण अनि कल्याण मित्र सबैमा सुस्वास्थ्यको कामना साथसाथै हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। अनि यसलाई म निरन्तरता दिन जाँदैछु। पञ्चश्रीकाको वसन्त शिक्षाको प्रवचनलाई म निरन्तरता दिन जाँदैछु। यसमा पनि अब सामान्यतः बताउनु पर्दाखेरि गुरुलाई सत्कार सम्मान कसरी गर्ने, हामीले सत्कार सम्मान गर्दाखेरि यसको फाइदा अत्यन्त गहिरो छ भनेर हामीले भन्नै पर्दैन। गुरुलाई हामीले सानोतिनो सत्कार सम्मान मान गरेर पनि अनि अत्यन्त फाइदा आफूलाई प्राप्त हुन्छ भनेर बताउनु भएको छ। त्यस्तै गरी यो चाहिँ वज्रयानको मात्र विशेषता फरक केही पनि होइन। सूत्रमा पनि सूत्रभित्रमा पनि गुरुलाई सत्कार सम्मान गर्यो भने फाइदा अत्यन्त ज्यादा हुन्छ भनेर बताउनु भएको छ। अन्य सर्वज्ञमा पनि यस्तै कुराहरू बताएका छन्। जस्तै कि आनन्दको विषयमा बताउनु पर्दाखेरि उदाहरणको लागि अब आनन्दले बुद्धको सत्कार सम्मान गर्दाखेरि उहाँले अब भनौँ न साथसाथ गर्दाखेरि उहाँलाई ज्ञान प्राप्त हुन धेरै टाइम लाग्यो आनन्दलाई। तर पनि बुद्धले प्रवचन गर्ने ठाउँमा आनन्दले नसुनेको के पनि थिएन, सबै कुरा उहाँले सुन्नुभएको थियो। अनि पहिलो बुद्ध वचन सङ्कलन गर्ने गर्दाखेरि आनन्द महत्त्व भूमिका पहिलो व्यक्ति थिए। त्यही कारणले गर्दाखेरि अब बुद्धको चर्यामा आनन्द महत्त्वपूर्ण नहुने एउटा महत्त्वपूर्ण एउटा पुरुष हो, भिक्षु हो। त्यस्तै गरी विशेष गरी अब शाक्य मुनिको चरणमा अनि धेरै उहाँले सहयोग गरे, धेरै समयसम्म उहाँले के हो त अनि एउटा सहयोगी गरे। त्यसले गर्दाखेरि साथ सहयोगी हुँदाखेरि धेरै पुण्य उहाँले सञ्चय गर्ने मौका पायो। अनि यस्तो कुराहरू धेरै रहेको छ, हामीले भन्नै पर्दैन। अनि त्यस्तै गरी हामीले गुरुहरूलाई साथ सत्कार सम्मान गऱ्यो भने अनि फाइदा हितहरू त अनन्तमय छ, अचिन्त्य नै छ। अनि त्यसको लागि के उदाहरण राख्नु पर्दाखेरि अर्को के छ भन्दाखेरि गुरुलाई सत्कार सम्मान गर्दाखेरि आफूलाई फाइदा के हुन्छ, अनि गुरुलाई साथ सत्कार गर्दाखेरि सम्मान गर्दाखेरि आफूलाई प्राप्त भएको अभिज्ञहरू शक्तिहरूको एउटा के उदाहरण राख्नु पर्दाखेरि यो गुरुसँग सम्बन्ध भएको कुरा हो। अब डोप्टन घेवे झुने भनिन्छ, उहाँ कदम्बको गुरु पनि हो। डोप्टन घेवे झुने चाहिँ अब उहाँ चाहिँ अब फुरन भन्ने ठाउँमा अब भोटको झ्याङ्मो दक्षिण दिशाको अब फुरिङ भन्ने ठाउँमा जन्मिनु भयो। त्यो भनौँ न अब याङचेन्जे भनेको त्यो भित्र अन्तर्गत पर्ने अब ठाउँमा थियो। त्यो डमडम्ब जन्मिने ठाउँमा एउटा सेतो स्तूप थियो। उहाँ सानो छँदाखेरि बालक हुने बेलामा अनि उहाँको माता खस्नु भएछ, उहाँ निधन भयो, उहाँको माताको आमा। पछि उहाँको बुवाले अर्को सानी आमा बिहे गर्नुभएको छ। अनि सानी आमाले त्यति राम्रो हेरविचार रेखदेख गर्नु भएन, धेरै कडा रेखदेख गर्नुभएछ भनौँ न। अनि अहिले त सानी आमाले आफ्नो आमाले चाहिँ माया गर्दैन। त्यही भने उहाँ 14 वर्ष अनि 14 वर्ष पुग्दाखेरि उहाँको बुवा चाहिँ अब अनि उहाँको बुवामा उहाँको अब बुवा चाहिँ अब व्यापार गर्न जानुभएछ। त्यो व्यापार गर्न जाने बेला उहाँ चाहिँ अब भागेर जानुभएछ। अनि त्यो बेला डमडम घेवी जुने भाग्नु भएर अब नियम सुरु भनेमा पाल्नु भएछ।
त्यहाँ भएर युछोगन भन्ने गुम्बामा चाहिँ अब एउटा वज्रयानी तन्त्रयानीदेखि अब उहाँले भर्खर उहाँले के एउटा अब शिक्षा अब भनौँ न भर्खर अब काखदेखि विभिन्न सिक्नुभएछ उहाँले वर्णमालाहरू त्यो बेलामा सेजुन वङचु सेनु भने एकदम प्रख्यात चलेको व्यक्ति थिए अनि उहाँको अब चेला थियो होइन भुटुकला शेरब छेवा अनि उहाँको अब एकदम विद्वान भएको तेज र दिमाग भएको एउटा चेला थिए पछि अब भारतमा जानु पर्यो भनेर अब उहाँलाई अनि ढुमढुम्बाले अब उसले अब अनि गुरुले अब ढुमढुम्बाले दर्शन गर्नुभयो सेजुन वङचु सेनुको अब खेम्बो चाहिँ अब शेरब छेवा भने अब इन्डियामा जाने बेलामा अब उहाँको चरणमा अब ढुमढुम्बा घेवीजनले अब धर्म सुन्नु पर्यो भनेर त्यो बेला अब एकदम प्रवचन सुन्दाखेरि एकदम धेरै श्रद्धा भक्तिहरू उत्पन्न भएछ अब सेजुन चाहिँ अब भोटमा जानु नेपालमा जानु आँटेको रहेछ अब नेपालमा चाहिँ के हो त भोट नेपालमा चाहिँ भारतदेखि अब धेरै पण्डितहरू धेरै भएको थियो आउनु भएको थियो अनि पण्डितहरू धेरै के हो त भारतदेखि आएको पण्डितहरूले धेरै प्रवचनहरूको अब समाचन गर्ने वाद विवाद गर्ने गर्दाखेरि अब सेजुन चाहिँ जित्नु भएछ अनि सेजुन भन्ने चाहिँ उहाँ चाहिँ के हो त टोई भनेको चीनको एउटा शास्त्र जस्तो कि यो ज्योतिष शास्त्रमा एकदम विद्वान थिए भारतको विद्वान पण्डितहरूसँग उहाँ विजय हुनु भएछ भने अनि उहाँ धेरै प्रख्यात हुनु भएका गुरु रहेछन् त्यही कारणले गर्दाखेरि अब मुदिक्पाले के भनेछ भन्दाखेरि अब भनौँ न अब सेजुन भनेको अब उहाँ सेजुन गुरुसँग चाहिँ महाविद्वान हो उहाँसँग त अभिज्ञहरू धेरै थिए अनि मुदिक्पाको अब के हो त तार्किक भनौँ उहाँको विचार पुरा बुझिसकेपछि भन्नुभएछ कि तिम्रो बुवाको लास चाहिँ माटो मुनि पुरेर राखेको रहेछ त्यही कारणले नै अनि क्षत्रियले थिचेको रहेछ है भन्ने बित्तिकै अब त्यही कारणले यो सुन्ने बित्तिकै अब तार्किकहरू अलिकति बेखुसी भएछ ओहो कस्तो के भने आज यो सेजुन गुरुले भनेर अलिकति बेखुसी जनाएको रहेछ त्यो भित्रमा के हो त अब सेजुन त्यो अब कुरा भोट र भारतको नेपालहरू धेरै त्यो बेला त्यहाँ थियो पछि अब यदि भारतमा अब जानु भयो भने त यो कुरो त अब धेरै विद्वान रहेछ बस्नु गाह्रो हुन्छ होला अब तार्किकहरू सिधै कुरा बताउनु हुँदो रहेछ भनेर धेरै तार्किकहरू हिन्दूहरू भनौँ न मुतिक्पाहरू धेरै अब बेखुसी भएको कारणले गर्दाखेरि अब कालो जादु गरेर अब नारायण गर्नु सक्छ बिमार पर्न सक्छ भनेर अनि सेजुनले थाहा पाएर उहाँ फेरि भोटमै फर्किनु भएछ अनि भोटमा पाल्नु भने ढुमढुम्बाले अनि फेरि अनि त्यही कारणले गर्दाखेरि अब ढुमढुम्बाले भन्नुभएछ अब मेरो ठाउँमा अब सानो थियो नि त अनि अब तिमीलाई मैले राख्यो भने अब ढुमढुम्बाले भन्नुभएको अरे शरण फेरि दर्शन गरे ढुमढुम्बाले सेजुन गुरुलाई अब तिमी अब मैले राख्यो भने तिमी अब मैले चाहिँ छोराछोरी चोर्यो भने मलाई बदनाम गराउँछ त्यही कारणले म खममा जाने बेलामा अनि तिमीहरू व्यापारीहरूसँग सँगै आऊ भनेर अनि सेजुनले अनि ढुमढुम्बालाई अब आज्ञा दिनुभएछ अनि जब ढुमढुम्बा 16देखि 17 वर्षमा अनि आउने बेलामा पुग्ने बेलामा अनि एउटा एउटा व्यापारीसँग अब एउटा घोडा लिएर आउनुभएछ डोमे भन्न पुग्नुभएछ अब चङबुन भन्ने उहाँको छेने
जुन छोने डु नम्का भन्ने चरणमा चाहिँ उहाँले गोम्बा कुन्तु अभिधर्म कोष अब समुचे अभिधर्म कोषको विषयमा सुन्नुभएछ उहाँले प्रवचन सुन्नुभएछ पछि दोखम भन्ने प्रान्तमा पाल्नु भएर अनि थेजुनको अब चरणबादेखि अब गोम्बा अभिधर्म पिटकहरू वज्रयानको निङ्मको सम्प्रदायको धेरै कुराहरू सुन्नुभएछ अनि पहिलादेखि नै गुरुलाई एकदम सत्कार सम्मान भएको हुँदाखेरि अनि सधैँ नै ऋणी बोधिसत्व तक्तुङ भनिन्छ होइन उहाँले गरेको जस्तै अब यो डमडुम्बाले आफ्नो गुरुको चाकर गर्नुभएछ साथ सम्मान गर्नुभएछ सधैँ नै अनि गुरुलाई पानी दिनेदेखि लिएर कुच्चो लगाइदिने लिएर गुरुको लुगा धोइदिने लिएर सबै एकदम धेरै उहाँले चाकर गर्नुभएछ गुरुको अनि गुरुको अनि सबै भनौँ न काम गरी उहाँले शिक्षाहरू लिन हासिल गर्नुभएछ उहाँले अब पिठो भनौँ न पिठो केलाउनु पर्थ्यो पहिले चम्पाहरूको लागि होइन सातोको लागि सातो केलाउँदै पिठो अब चाल्दै भनौँ न अब झाँतोमाथि चाहिँ अब आउने किताब ग्रन्थ राखेर अनि अब भनौँ न आफ्नो पिठो भनौँ न अनि भनौँ न अब झाँतोमाथि चाहिँ अब किताब राखेर अनि झाँतोले पिनेको पिठोहरू सबै अब केलाउँदै झाँतोमाथि किताब हेर्दै ग्रन्थ हेर्दै पल्टाउँदै अध्ययन गर्दै गुरुको चाकर गर्दै सेवा गर्दै अनि यसरी अब ढमढमले ज्ञान हासिल गर्नुभएछ अब त्यो काम धेरै गर्दाखेरि के होला हात एकदम साह्रो भएछ एकदम कडा भनौँ न हातहरू फुटेर अब पछि के हो त अब उहाँले अब त्यस्तो रहेछ धेरै ज्ञान किताब हेर्दा रात दिन हेर्दा के हो त पछि उहाँले हातमा के हो त लट्ठी टेकेर हिँड्दाखेरि नि पानी फोकर धेरै आएको थियो काम धेरै गरेर अब पानी लिनु जाँदाखेरि पनि के हो त अब छालाको भाँडा बनाएर पानी थापिन्छ पहिला भाँडा त हुँदैन अब छालाले बनाएको त्यसमा अब यो के रहेछ त भन्दाखेरि अब भनौँ न उहाँको जुत्तामा पनि भनौँ न अब उहाँको लाउने अब जुत्तामा पनि अब छाला एकदम साह्रो भएकोले होइन भोटमा त छालाको जुत्ता लगाइन्छ पछि के हो त अब त्यो जुत्ता लाउने क्रममा अनि काम गर्दा खुट्टामा धेरै घाउ भएको पछि त्यसको छापहरू पनि बसेर देखिन्थ्यो त्यो गरेको कारणले गर्दाखेरि अनि भनौँ न चेतनको चेलाहरूले गुरुलाई धेरै के हो त खानेकुरादेखि लिएर भौतिक कुराहरू धेरै चढ्ने हुँदाखेरि घोडा चौरी गाईहरू चढ्ने हुँदाखेरि अब त्यसमा कहिले पनि लोभ लालच नगरिकन के हो त यस्तो प्राणीहरू कति राम्रो है भनेर ढमढमले खुसी मान्नुहुन्थ्यो त्यो बेलामा अब चोर अब डकैती गुण्डाहरू धेरै हुन्थ्यो त्यो बेला तर के हो त ढमढमले आफ्नो गुरुलाई चढेको सबै सामानहरू सुरक्षा गर्नुहुन्थ्यो ढमढम एउटा साथी रहेछ अनि आफू तपाईँले धेरै दुःख गर्नुहुन्छ म तपाईँले साथी गर्छु है म सहयोग गर्छु भनेर अब म तपाईँले सहयोग गर्छु है भनेर ढमढमको साथीले पैसा भनेछ ढमढमको साथीले ढमढमले जस्तै 7 दिन बाहेक अरू साथ सहयोग गर्नै सकेन रहेछ किन भन्दाखेरि गुरुको चाकरीमा गर्दाखेरि धेरै मान्छेहरू आउने हुँदाखेरि त्यति सुत्नु नपाउने दिन रात काममा खट्नुपर्ने हुँदाखेरि ढमढमको साथीले 7 दिन बाहेक साथै सहयोग गर्न सकेन रहेछ त्यस्तो गाह्रो छ तर पनि के हो त ढमढमपाले उहाँको मनमा चाहिँ अब ढोस चाहिँ के हो त कसरी उहाँ प्रसन्न हुनुहुन्छ कसरी उहाँ खुसी पर्ने कसरी खुसी पार्ने भने त्यो बाहेक अर्को अनि
अनि जसरी खुसी पार्ने बाहेक काम धेरै भयो गुरुजी कहिलेदेखि म बाहिर जाउँ होला कहिले ज्ञान सिकौँ होला धर्म सिकौँ यति विचार पनि आएन सधैँ नै गुरुप्रति एकदम सत भक्ति भएको रहेछ अब उहाँको चेला धेरै रहेछ भनौँ न उहाँको चेलाहरू भित्रमा पनि के हो त अब सेचुनको चेलाहरू भित्रमा अब उहाँ जस्तो विद्वानहरू भएको छैन रहेछ ढुमढुममा चाहिँ एकदम सही मान्छे भएको एउटा अब भनौँ न एकदम भित्र दयामा करुणाले परिपूर्ण भएको हुँदाखेरि साथीहरूमा पनि उहाँले कहिले पनि डा ईर्ष्या नगर्नुहुन्थ्यो अनि धर्म सिकाउँदाखेरि सिक्नु सक्ने यसको बुझ्नु सक्ने अनि सेचुनलाई गुरुलाई भन्नुभएपछि तपाईँको चेला ढुमढुममा अत्यन्त धर्ममा एकदम आस्था गर्दैछ उसलाई काम गर्नु नभए धर्मतिर लाउँदा राम्रो हुन्छ नि भनेर अब अनुरोध गर्दाखेरि अनि सेचुन गुरुले ढुमढुमलाई भन्नुभएछ तिमी धर्म नै गर धेरै काम गर्नु पर्दैन भन्दाखेरि ढुमढुमले के भन्नुभएछ भन्दाखेरि महागुरु महोदय मलाई केही फरक छैन म हजुरको अब चेला परेको हुँदाखेरि भएको हुँदा म हजुरको जीवनमा म हरेक कुराहरूमा स्वीकार गर्नेछु म साथ सहयोग गर्नेछु र म सागर गर्नेछु मलाई केही फरक छैन गुरु भनेर नि उहाँले साथ सहयोग गर्दै धर्महरू यसरी अघि सार्नु भएको रहेछ सिक्नु भएको रहेछ अनि पछि भनौँ न अब पछि गएर अब खुङ्गो डमसुम भने अब एकदम खाममा एकदम नाम चलेछ उहाँहरूको अनि पछि अब के हो त अनि झोल अब अनि भोटमा पाल्नु भएछ अनि सेसनलाई अब आज्ञा मागेछ म चाहिँ अब खाममा यसरी जानु पर्यो भनेर अनि आज्ञा मागेर अब उहाँ चाहिँ अब खाममा पाल्नु भएछ ढुमढुममा चाहिँ अनि उहाँलाई चाहिँ के हो त अब एउटा घोडाले बोक्ने सबै किताबहरू चाहिँ अब पठाएछ भनौँ न ngरी ठाउँमा पाल्नु भएछ ngरीमा पाल्नु भएर अनि झो अब बोट्नु भएको अब झो शाक्यमुनिको मूर्ति दर्शन गर्नु भएछ भनौँ न अब सेचुन अब परिनिर्भर नहुँदाखेरि परिनिर्भर नभएको बेलामा 18 वर्षसम्म उहाँले सेवा गर्नुभएछ सधैँ नै के हो त अब उहाँको भनौँ न सधैँ नै साथ सम्मान गर्नुभएछ उहाँले अब राति कहिले सुत्नु भने सधैँ नै आफ्नो ध्यान साधनामा सधैँ नै लाग्नु भएछ अनि ढुमढुमबाट नल्चुर्पा अनि छ्याग्योबाट गुम्बाबा यो नल्चुर्पा रहेछ ढुमढुमबाट नल्चुर्पा नि छ्याग्यो भने दुईटा मध्येमा के हो त एकदम के हो त अब ढुमढुमलाई चाहिँ अरूभन्दा पनि के हो त एकदम बोधहरू ज्ञान चाँडो भएछ ज्ञानको बोध चाँडो भएछ अनि अब भनौँ न जो पाल्ने ढुमढुम्बा भनौँ न अनि उहाँ चाहिँ अब उमेर ठुलो भइसकेपछि उहाँ चाहिँ नानी जस्तो बानी बेहोरा भएछ त्यही कारणले गर्दाखेरि अब के हो त ढुमढुम्बाले चाहिँ के हो त अब आफ्नो गुरु भनौँ न आफ्नो गुरु पनि अब साथमै जानु भएछ होइन अनि म चाहिँ भोटमा जानु पर्यो भनेर अब सेचुन गुरु पनि भोटमा जानु हुँदाखेरि एउटा घोडाले बोक्ने सबै ग्रन्थहरू बोक्नु लगाएछ तर पनि के हो त आफ्नो सेचुन गुरु चाहिँ धेरै ज्ञानले एकदम पोख्त भएकोले अब ज्ञानले भरिपूर्ण हुँदाखेरि नानी जस्तो बानी बेहोरो हुँदाखेरि अनि बाटोमा उहाँले अब फोहोर मैला गर्नुभएछ तर के ढुमढुमले सबै टिपेर सबै के हो त अनि टिपेर भर्नु भएर उहाँले एकदम सफा गर्नुभएछ अनि 18 वर्षसम्म उहाँले सेवा गर्नुभएछ सेचुन गुरुको ढुमढुम्बाले त्यो गरेको कारणले गर्दाखेरि के हो त पछि अब उहाँलाई अभिज्ञ सिद्धि शक्ति प्राप्त भएछ ढुमढुम्बा गुरुलाई आफ्नो गुरुलाई सत्कार सम्मान गरेको कारणले गर्दाखेरि
अब जो चाहिँ अब निधन आउनु अगाडि ढमढमलाई के बताउनु भएको रहेछ भन्दाखेरि कुङ्गा ग्याल्सेनमा साकेबा कुङ्गा ग्याल्सेन गर्नु एउटा लेख्नुभएको किताब छ त्यो भित्र के छ भन्दाखेरि अब नाक्सो लच भनौँ न अब नाक्सो लच भारतमा जानु पर्यो भन्नु पर्यो नि त भारतमा नजानु अगाडि अब झोको अब एकदम चेला त्यो बेला एकदम नभए एकदम सबै अब त्यो बेला सबै भेट गरेर अब कुराकानी गरेछ जो चाहिँ अब सेजुनको चेलाहरू अब उहाँ अब परिनिर्वाण हुन्छ उहाँको अब सिलसिला एउटा परम्परा अब सबै के हो त यसलाई अब संरक्षण गर्ने सुरक्षा गर्ने को छ भनेर छलफल गरेछ छलफल गर्दाखेरि नाक्सो लक्सोले के बताउनु भएछ भन्दाखेरि खासै मैले केही पनि जान्दैन तर पनि सबै ग्रन्थभित्र भरिपूर्ण ज्ञान ठुलो छ जे भए तापनि गुरुलाई जन्मिन्छ सानो ठुलो अब गुरुलाई साथ सहयोग गर्ने चाहिँ अब ढुमढुमा बाहेक अब अरू कसैले पनि गरेको छैन त्यही कारणले ढुमढुमा जस्तो एकदम श्रद्धा भक्तिले सम्पूर्ण भएको चेला छैन हामीमा त्यही कारणले ढुमढुमालाई चाहिँ अब जो चेतन भएको सबै ज्ञानहरू चाहिँ उहाँभित्र भयो भने उहाँलाई अब परम्परा उहाँले सम्हाल्नु सक्ने क्षमता उहाँसँग छ भन्ने यस्तो कुराकानी छलफल भएछ पछि अब यो नाक्सो लोसाको कुरा चाहिँ एकदम सही पछि हुन पुग्यो अब ढुमढुमबाट अब नजरबा छेम्बु भनेर महायोगी दुईजना चेला मध्येमा अब ढुमढुमपाले चाहिँ आफ्नो गुरुको चाहिँ परम्पराहरूलाई सम्हाल्नु भएको थियो त्यो सबै के हो त आफ्नो गुरुलाई सत्कार सम्मान र सेवा गरेको कृपाले गर्दाखेरि एकदम विद्वान हुनु पुग्यो यो एउटा उदाहरण हो अर्को के हो त यो थियो शक्ति प्राप्त भयो उहाँलाई ढुमढुमलाई अब के हो त गुरुलाई सत्कार सम्मान अर्थात् आफूले सेवा गर्यो भने आफ्नो ज्ञानहरू बढेर जान्छ वृद्धि भएर जान्छ एउटा फेरि एउटा उदाहरण हम चाहन्छु अब कदम्पा कुचेसुङ भनिन्छ अब कदम्पाको के हो त कदम्पाको धर्म फैलाउने 3 जना बन्धुहरू थिए यो कदम्पा 3टा गुरु कृपाले गर्दाखेरि कदम्पा धर्म फैल्यो त्यो भित्र 3 जना भयो मध्येमा चेङ्गा वा छुटिम्बर भनेको विषय बताउनु पर्दाखेरि उहाँको चेला को रहेछ घेसे तुलुङबा भन्ने चेला रहेछ ऊ तुलुङबालाई पनि धेरै चेलाहरू थिए त्यो भित्रमा पनि चेला भित्रमा पनि गुरुलाई सत्कार सम्मान गर्ने एकदम प्राणी हितको लागि ज्ञानले भरिपूर्ण भएको चेला चाहिँ को थियो भन्दाखेरि घेसे झ्यायुलुवा छेम्पो अब उहाँको नाम चाहिँ उहाँको खास नाम चाहिँ अनि स्यनु झ्यायुलुवा पनि भनिन्छ टुर्गु झ्यायुलुवा पनि भनिन्छ उहाँलाई उहाँ चाहिँ अनि घेसे तुलुङपाको चेला घेसे तुलुङपछि अनि कदम्बाको मान 3टा गुरु मध्ये च्याङ्गा छुलिङको चेला च्याङ्गा छुलिम्बा भएको उहाँ चाहिँ अब घेसे तुलुङपाको अब तोलुङपा घेसे तोलुङपाको अनि अब 5 वर्षसम्म एकदम उहाँले के हो त अब साकार गर्नुभएछ चेङ्गाको ठाउँमा जानुभएछ होइन तोलुङमा चाहिँ अब चेङ्गाबले अब रीति शक्तिले देखेर हेर्नुभएछ कि तोलुङपाले भन्नुभएछ अब तुम्बा भन्नाले अब सत्कार सम्मान गर्नेले मार्गदर्शकलाई भनिन्छ तपाईँले साथ सहयोग गर्ने यति राम्रो चेला रहेछ भनेर च्याङ्गाले बताउनु भएछ तुलुङपाले भन्नुभएछ कि यदि तपाईँ एकदम प्रसन्न हुनुहुन्छ भने म मेरो चेला म तपाईँले चढाउँछु भन्नुभएछ सानो अनि च्याङ्गाले भन्नुभएछ कि अनि तिम्रो चेला मलाई दिनु सक्छ त भन्दाखेरि साथ सहयोग गर्ने
सक्दा अवश्य नै सक्नेछ भनेर अनि घाँटीमा अब के हो त खाता लगाएर अब च्याङ्गावालाई चढाइदिएछ स्यानु भयो भने के वर्षमा के हो त अब अनि केही समयपछि के हो त फेरि तोलुङ्बो चढाउन फेरि च्याङ्गावाले पठाइदिनु भएछ तोलुङ्बोले भन्नुभएछ कि मेरो गुरुको चरणमा तिमी के नराम्रो काम केही गर्यो तिमी फर्केर आएछ भन्नुभएछ तिमी के नराम्रो काम केही गरे त सोद्धाखेरि झ्याउलाले के भन्नुभएछ भन्दाखेरि गुरुलाई मैले बेखुसी पार्ने केही पनि गरेन दुखी पार्ने केही पनि गरेन तर गुरुले मलाई के भन्नुभयो चेङ्गाउ गुरुले हैन अब तिमी आफ्नै गुरुको सत्कार सम्मान गर सेवा गर मलाई चाहिन्छ त्यही कारणले तिमी तोलुङ्बो आफ्नो गुरु ठाउँमा जाऊ है भनेर झ्याउले भन्नुभएछ त्यही कारणले गर्दाखेरि अनि फेरि तोलुङ्बोले भनेछ यसरी कहाँ हुन्छ हुँदैन तिमी भोलि बिहानै जाऊ है आज बस भोलि आफ्नो नै ठाउँमै जाऊ है चेङ्गाउ गुरुलाई सम्मान गर सहयोग गर भन्नुभएछ अनि उहाँले फेरि चेङ्गाउको चरणमा पुग्नु भएर अनि उहाँले के हो त अनि सम्मान गर्नुभएछ अब चाकर गर्नुभएछ सेवक गर्नुभएछ सेवक अब चेङ्गाउ भनौँ न चेङ्गाउ अब चेङ्गाउले सबै पिठोहरू हातले मुझ्ने चाहिँ अब आफूले नमुछेर आफ्नो चेला यो के हो त यो झ्याउलाले मुस्नु हुँदो रहेछ यसरी चढ्नु हुँदो रहेछ खानाहरू पनि एकदम सफा बस्ने ठाउँ एकदम सफा राति के हो त अब सेवा गरिसकेर त्यो मण्डल चढेर प्रार्थना गरेर अनि चेङ्गाउको उत्तरमा रिङसेल धेरै थियो यो एकदम रिङसेलहरू चाहिँ बढेछ एकदम भनौँ न गुरुले अब झ्याउलाले प्रार्थना गरेको चरणले चेङ्गासँग भएको रिङसेल एकदम वृद्धि भएर गएछ रिङसेल भन्नाले अस्तुधातु बुद्धको अस्तुधातु अत्यन्त राम्रो सेवा गर्नुभएछ चेङ्गाउ एकदम प्रसन्न हुनुभएछ धेरै एकदम प्रसन्न भएछ चेङ्गाउ अनि उहाँको वरिष्ठ चेलाहरू पनि के एक आपसमा के हो त डाहा गर्नेहरू नि निस्किएछ फेरि तोलुङ्गोको ठाउँमा फेरि एकदिन तोलुङ्बो गुरु च्याङ्गाको ठाउँमा पुग्नु भएर अनि मैले सानो लामो चाहिँ तपाईँ चरण चढाएँ के मेरो चेलाले राम्रो कस्तो अनि कस्तो काम गरे सोद्धाखेरि अनि झ्याउलालाई तिमी केही एकछिनको तिमी बाहिर एकछिन निस्क है भनेर च्याङ्गाउले भन्नुभएछ झ्याउला अनि बाहिर अनि च्याङ्गाउले बल्ल अनि झ्याउलाले बाहिर पठाएर नि च्याङ्गाउले भन्नुभएछ तोलुङ्गोले भन्नुभएछ आमा श्रद्धा भक्ति मभन्दा ठुलो रहेछ उहाँसँग अनि मभन्दा पनि प्रज्ञा मभन्दा ठुलो रहेछ अनि मेहनत नि मभन्दा ज्यादा रहेछ दयामाया मभन्दा ज्यादा रहेछ आकाशमा एकदम ठुलो भाला गाडेको छ त्यति ठुलो रहेछ भनेर भन्नुभएछ किन यसरी भयो अब सबै कुरा बतायो भने फेरि भविष्यमा घमण्डहरू हुने हुन्छ धर्ममा विघ्न बाधा हुने हुँदाखेरि चेङ्गाउले तिमी एकछिन बाहिर जाऊ है भनेर झ्याउलाले भने झ्याउलको प्रशंसा अनि आफ्नो चेला तोयुलालाई बताउनु भएको रहेछ जे भए तापनि के हो त अब झ्याउलाले चेङ्गाउ आफ्नो गुरुलाई सधैँ नै के हो त सेवक गरेको कारणले गर्दाखेरि उहाँहरूको विचारमा के रहेछ भन्दाखेरि उहाँ त सेवा गर्ने मात्रै हो धर्म त एउटा पनि जान्दैन यसले भने विचार रहेछ हाम्रो साथीहरूमा धर्म सिकेको छैन होला यसले जाँदै नै के हो त काम मात्रै गर्ने हो यो कमरो हो भनेर भने यस्तो विचारमा धेरै साथी रहेछ त्यो भित्र नभएर त्यस्तो विचार गर्ने मात्रै नभएर धेरै कुराकानीहरू पनि भनाबाहिरी पनि हुँदो रहेछ भनौँ न यसले के जान्छ र भन्ने कुराहरू
अनि यो कुरा मान्छेले बताएको कुनै कुरा उहाँले अब कानमा सुन्यो भने मात्र के हो त भन्दाखेरि मैले धेरै कुरा नजाने पनि गुरुको सत्कार सम्मान गरेको भित्रैमा म एकदम खुसी छु मेरो कुरा अब के हो त अब मेरो विचार यही नै पुरा हुनेछ भनेर बताउनु अब मनमा कुरा खेल्नु भएछ उहाँले एक दिन के हो त भन्दाखेरि भनौँ न एक दिन अब खरानी बाहिर पकाउनु पठाएछ भनौँ न यो झैल एक दिन बाहिर अनि त्यो खरानी बोकेर अब भर्याङमा सिँढीमा अब एक खुड्किला दुई खुड्किला तीन खुड्किला मुनि अनि के हो त अनि मुनि झर्दाखेरि उहाँलाई नि बुद्ध वचनको के हो त धेनुसुम भन्ने त्रिपिटक सबै त्रिपिटकहरू चाहिँ उहाँले मनमा एकदम सहजसँग जन्मिएको उदय भएको थियो अनि उहाँले झ्याउलाई के मनमा विचार आएछ ओहो गुरुलाई अनि के हो त सत्कार सम्मान र एउटा गुरुलाई चाकर र सेवक गर्दाखेरि अनि यति ज्ञानहरू भरिपूर्ण आफूमा हुँदो रहेछ है भनेर अनि भित्र मनमा कुरा खेलिसकेपछि के हो त अनि एकदम श्रद्धापति ज्यादा अनि यसरी अब पछि उहाँलाई कुरा के आएछ भन्दाखेरि जीवनभर अध्ययन गरेर पढेर मात्रै बस्यो भने गुरुसँग सत्कार सम्मान कम हुने रहेछ त्यही कारणले सत्कार सम्मान गर्नुलाई चाहिँ के हो त अब सेवा गरेर नै गुरुको कुराहरू सबै ज्ञान आफूमा जन्मिने रहेछ है भनेर उहाँले अब एउटा अनुभव आएको थियो उहाँले बताउनु भएको थियो अब झ्याउलोको लोममा चाङबर बसेपछि अब झ्याउलो दर्शन गर्नुभयो त्यही कारणले गुरुले आशीर्वाद मात्रै दिएको केही पनि जानेको छैन धर्म त केही पनि जान्दैन भनेर पनि कुराको छ त्यही कारणले गुरुले आशीर्वाद दिएको र धर्म नजाने भने विपरीत कुरा हो नि त त्यो कुरा होइन त्यही कारण आशीर्वाद आफूमा पाएन भने धर्म नजाने जस्तै हो नि त त्यही कारणले सबै ज्ञान सिक्ने नसिक्ने गुरुको आशीर्वादमा निर्भर छ त्यही कारणले महायानको वज्रयानी सबै धर्महरू गुरुको आशीर्वादमा अब भनौँ मार्गमा लाने त्यो कुरा हो त्यही कारण आश्चर्यजनक छ भनेर यसरी बताउनु भएको रहेछ ढापुर मुछी भनौँ न पछि गएर न्युङरुम आज भोलि अब के भन्छ ठाउँ न्युङरुम पहिलाको ठाउँ हो ढापुर मुछी न्युङमै लुम्बामा हो चाक्री वा न्युरुम्बा धेरै अब गुरु देखाउनु भयो गम्बोपाले ढापुर मुछीले गम्बोपाले अब भनौँ न गेवी सिंह भित्र पनि अब झ्याउलो चाहिँ देखाउनु भएको अनि भनौँ न गम्बोपाले अब ढापुर मुछीले अब भेट्नु भएछ झ्याउलोलाई अनि तपाईँको गुरुको चरणदेखि दुईटा सत्य आर्य सत्य कसरी जन्मियो त भनेर सोद्धाखेरि झ्याउलाले भन्नुभएछ कुञ्जो समृद्धि सत्य र परमार्थ सत्यको चित्त दुईटा छ भन्नुभएछ अनि यो चाहिँ कस्तो हो त अब भन्दाखेरि अब आफै नै शून्यतामा भएर अब के हो त अब शून्यता भएर हामीले दान दिनु सक्ने कुरा हो कि नभए के हो त बाहिरकी वस्तुहरू सबै शून्यतामा विलीन भएर अनि यो दान दिनु सक्ने हो त अर्थात् शून्यता भने कस्तो हो त समृद्धि सत्य र परमार्थ सत्यलाई अनि बाहिरीको संसार शून्यतामा झरेर यसलाई भावना गर्ने हो कि भित्रैदेखि शून्यता भएर भावना गर्ने के हो भनेर प्रश्न गर्नुभएछ भनौँ न यो ढापुर मुछीले अब प्रश्न गर्नुभएछ गम्बोपालाई झ्याउलालाई अब झ्याउलाले के भन्नुभएछ भन्दाखेरि अब हामीले बाण हान्दाखेरि तीर चाहिँ आफू छातीमा घोप्यो भने
बाण ननिकालिकन घाउ सफा गर्यो भने के हो कहिले पनि घाउ निको हुँदैन बाण निकालेर तीर निकालेर नै हामीले अनि घाउ सफा गरे निको हुन्छ त्यही कारणले गर्दा त्यस्तो किसिमको पछि अब रोगहरू लाग्दैन त्यही कारणले चोर चाहिँ अब चोरेर जङ्गलतिर अब गइसक्यो तर चोर जङ्गलतिर गइसक्यो तर पनि के हो त चोरको खुट्टाको पाइतालाको छापमै हेरेर बस्यो भने अब चोरले चोरेको सामान त हामीले कहिले पनि अब भेट्दैन त्यस्तो किसिमको धर्म पनि त्यस्तो नै हो धर्म पनि त्यस्तै हो जुन ठाउँमा गम्भीर कुराहरू छ त्यही भित्र हामीले खोज तलास गर्नुपर्दछ बुझ्नु पर्दछ यसरी नै अब शून्यताहरू यसरी नै बुझ्ने हो भनेर बताउनु भएको रहेछ यही कारणले बाहिरको वस्तुहरू सबै नै शून्यता नै हो पहिला भित्र के छ शून्यता हामीले बुझ्नु पर्दछ अनि बाहिरको कुराहरू शून्यता नै बुझ्नु सक्दछ यो कुरा अनि सुन्ने बित्तिकै के हो त भने म पहिला चेङ्गाओको ठाउँमा जाने बेलामा अनि मैले धेरै उहाँलाई सम्मान गरेँ सेवा गरेँ मैले गुरुको सत्कार गरेँ चाकर गरेँ अनि एउटा उदाहरणको लागि के हो त ढिगुङ झिदेन सुङ्गुनको चेला चेङ्गावा ढप्प झुने भनेको चाहिँ उहाँ हो जस्तो कि यो एउटा कुरा यो रहेको छ त्यही कारणले यो झ्याउलाले ठाकुरले यसरी बताउनु भएको थियो अब चेङ्गा भने कसरी त भन्दाखेरि अब ढिगुङ झिदेन सुङ्गुनको अब चेलामा चेङ्गा ढप्प झुने भन्ने एउटा थियो त्यो उहाँले अब देवचुङ गुम्बो भित्र चाहिँ अब क्युपी हिँडेको छेउमा के हो त अब चरण त्यही उहाँसँग अब जिन्दगीभर उहाँसँग बस्नु भएर अब 18 वर्षसम्म धेरै के हो त अब सम्मान चाकर गर्नुभएछ त्यही कारणले अब चेङ्गार भनेर नाम दिएको रहेछ अनि क्योपाले अब क्योपा झिझे प्रवचन गर्ने बेलामा जहिले पनि दाहिनेमा बसेर धर्म सुन्ने र सधैँ नै अब चाकर गर्ने सहयोग गर्ने हुँदाखेरि अनि सबै धर्महरू अब अनगिन्ती जानुभएको रहेछ अनि राति उहाँले ध्यान गर्नुहुँदा त्यही कारणले चेङ्गार भनेर नाम रहेको रहेछ त्यही कारणले अनि सधैँ नै के हो त गुरुलाई सम्मान गर्ने श्रद्धा भक्ति कहिले पनि अटुट रूपमा उहाँले सधैँ नै यसरी अब भित्र गुरुप्रति सम्मान सत्कार कहिले पनि टुटाउनु भएन रहेछ बुद्ध स्वयं बुद्ध जसरी नै उहाँले सत्कार सम्मान गर्नुभएछ चाहे अनि वस्त्र किन नहोस् खानेकुरा किन नहोस् चाहे साकार गर्नेमा सधैँ नै के हो त भने कुनैमा कमजोर नभइकन सत्कार सम्मान साथ अब उहाँले अब अत्यन्त अब सेवा गर्नुभएछ उहाँ कति अब 34 वर्षमा फगडुको अब फगमा ढुपाको अब महान अब आफ्नै अब मन्दिरहरू अब निर्माण गर्नुभएछ पछि क्योपा रिम्पोछे भन्ने अब एकदम क्योपा रिम्पोछे खङसर भन्ने चाहिँ अब उहाँको लामा हो त्यही कारणले अब फगडुको अब देन्सामा चाहिँ अब फगडु चेङ्गा भने चाहिँ अब उहाँ यो चाहिँ के हो त अब ढिगुङ क्योपाहरू मसीले अब फगडुको धर्म मात्रै नभएर के हो त अनि ढिगुङको धर्म पनि फैलाउँछ है भनेर फगडु गुरुले भविष्यवाणी गर्नुभएको जस्तै पछि भएर गयो अब ढिगुङ र अब के हो त अनि फगडुको सबै धर्महरू उहाँले फैलाउनु भएछ यो चेङ्गावाले चाहिँ अब छिछो चोप्के भने चाहिँ 18,000 भिक्षुहरू अब फैलाउनु भयो भनेर चेङ्गा अब ढजुन बेलामा उहाँले फैलाउनु भएछ जिजुन टप ग्याल्छन् अब उहाँ परिनिर्वाण हुने बेलामा साके पेन्सनले यसरी अब के भन्नुभएछ भन्दाखेरि
अब साके पेन्सन भन्नुभएको तपाईँ जस्तो विद्वान चाहिँ यो संसारमा कहीँ पनि छैन है साके पेन्सनले प्रशंसा गर्नुभएको रहेछ धेरै स्तुतिहरू गर्नुभएको रहेछ भनौँ न तसीको आज्ञा लेखोटमा साक्याको ग्रन्थभित्र साक्या कबुम भन्नु वचन साक्याहरूको अब आज्ञाको वचनभित्र राखिएको रहेछ त्यो मात्रै नभएर के हो त सन् 1240 मा होरको राजा अगोताको दुईटा छोरा मध्येमा अब दोस्रो छोरा गोदेनको उहाँको आज्ञा अनुसार म चाहिँ युद्धवान रहेछ होरको अब युद्धहरू चाहिँ अब होरको अब भनौँ न कालो घोडाहरू लिएर अब युद्ध गर्न आएको रहेछ अनि होरको युद्ध चाहिँ भोटमा चलेछ त्यो बेला अब राडेङमा चाहिँ अब लामाहरूको भनौँ न अनि 800 जनाको लामाहरूको टाउको काटिदिएको थियो त्यो बेला एकदम नराम्रो भएको थियो त्यो बेला अब चेङ्गा जुन त्यो बेला एकदम कृपा थियो त्यो बेला किन भन्दाखेरि त्यो बेला यसको कुरो चाहिँ मिग्यो दोर्जे लेख्नु भएको उचाङ धेजा भनेर किताब छ त्यो बेला के बताएछ भन्दाखेरि अब होरको अब युद्ध आएर भोटमा धेरै दुःख दियो बिच्छुहरू धेरै मर्यो निधन भयो त्यो हटाउनुको लागि के हो त अब होरको अब युद्ध चाहिँ फेरि अब मध्यम प्रान्तमा भोटमा आयो भने धेरै अब समस्याहरू आउने हुन्छ त्यसै कारणले गर्दाखेरि अब हे चेङ्गा गुरु यो मुद्दालाई यो युद्धलाई रोक्ने तपाईँ कोही पनि छैन तपाईँले अब यो युद्धलाई चाहिँ रोक्ने विराम गरिदिनुहोस् प्रार्थना गर्दाखेरि यो प्रार्थना गर्ने साके पेन्सन रहेछ तपाईँ बाहेक कोही पनि छैन भनेर अनि साके पेन्सन प्रार्थना गरेको बमोजिम पछि अब प्रार्थना गरेको बमोजिम अनि भनौँ न नम्का अब च्याङ्गाले प्रार्थना गरेर पछि आकाशदेखि ढुङ्गाहरू झरेर अनि सबै के हो त नि होरको अनि होरको युद्धहरू चाहिँ भनौँ न युद्धहरू चाहिँ रोक्दैछ होर भन्नाले मङ्गोलको युद्धहरू रोक्दैछ अनि पछि के हो त अब पछि अब चेङ्गा गुरु चाहिँ अब होरमा मङ्गोलियामा स्वागत गर्नुभयो उहाँलाई तर उहाँले पाल्नु भएन तर उहाँको सट्टामा साके पेन्सनलाई अब पठाउनु भएर अनि एकदम प्रशंसा पनि प्रख्यात पनि नाम राख्नु भएको थियो अब घ्यावाङ अब पाँचौं दलाई लामाको इतिहास पनि भन्नुभएको छ कि के भयो घ्यावाङमा पाँचौं दलाई लामाको अब के भन्नुभएको छ भन्दाखेरि अनि भोटको लागि अत्यन्त नभई एकदम महत्त्वपूर्ण भूमिका अब चेङ्गावाले पनि यसरी भोटको सुरक्षा गर्नुभएको छ भनेर बताउनु भएको छ अब यो सबै कुराहरू बताउने अब नव समय नहुँदाखेरि अब म लामा पञ्चसिकाको श्लोकमा जान चाहन्छु फेरि पञ्चसिकाको श्लोकमा जान चाहन्छु म अब भनौँ न चङ्गपा गुरुले विषय अब 8 विषय गुरुलाई कसरी सम्मान गर्ने भने 8 विषयमा यो 8 मध्येमा विषय आज छ विषय मैले बताइसकेँ आज के हो त घमण्डलाई त्याग गर्ने भन्ने विषयमा बताउन जाँदैछु यसको यो भित्र 3टा विषय छ अब आज्ञा दिएकोमा अब यो हटाउने होइन यो हटाउने यो के भन्छ आफूभित्र भएको घमण्ड हटाउने त्यो भित्रमा अब के छ भन्दाखेरि अब 35 श्लोकमा आएको रहेछ देश ती गुरु भूयात् किमदेश इति द्रुन्तम
Kritanjaliro Abhichato Gurian Gruhaniya Vadachitam Guru अब यो सबै संस्कृत भाषा बोर्ड भाषा चीन भाषा इंग्लिश भाषामा यसरी हामी छुट्याएको छौं kada 고성아바 침비에다 ada tada पुरु यसको अलिकता व्याख्या गर्नु पर्दाखेरि तीन विषयमा चाहिँ पहिलो विषयमा जान जाँदैछु त्रियुसान्ताति जे रंगलामालया शब्दो सुसिन जुबला देशेने जबचले गेबो सुबेगे बेसुनरोबदे दिदिरे도와 다 테라 대신 딱고 बेसुनरो 먹고 쉬어도 참으로 드린 쉬 먹어 봐. 다 모두는 막 라망가 주고 쉬어야다. 다 라망가 주고 쉬어야 될래야 당연해야 맞으디 पहिला अब यो बोर्डको भनौं न संस्कृत भनेर अब लामा भने गुरु भने गुरु बुझिन्छ अब काचल सु भनिन्छ बोर्डमा कचल लामा लाने कचल सु भनेर गुरु बुयाता किमा देश भनेको चाहिँ हो अर्थात अधिशाति कचलपा आदेश दिनु लामा लाने गुरु देखि लामा ब्रुयात भन्नाले यसको जोजा यसको विशेषता अनि गुरुको आफ्नो इच्छा के छ तपाईले बताउनुहोस् भन्नुहोस् भन्ने कुरा बताउनु अब कचल सु भन्नाले के हो त अब गुरुको आज्ञा तपाईको इच्छा के छ आज्ञा के छ हामीलाई दिनुहोस् भन्ने कुरा चाहिँ हो निर्दु भनेर शीघ्र पनि भनिन्छ निर्दु द्रुतम भनिन्छ त्यसलाई शीघ्र नेपालीमा भनिन्छ संस्कृतमा द्रुत भनिन्छ लोचा भनिन्छ सम्भवको उहाँको अनुवादमा चाहिँ न्युरु भन्ने चाहिँ छैन अब के हो त अञ्जलिबद्ध गरेर अब के हो त प्रार्थना गरेर अब अञ्जलिबद्ध गरेर अब के प्रार्थना गर्नुपर्छ भनेको चाहिँ हो जे आज्ञा तपाईको वचन छ हामीलाई दिनुहोस् बताउनुहोस् भनेर अब प्रार्थना गरेर बताउनु पर्दछ भन्ने कुरा हो अब चौंगाको आफ्नो अब मत अनुसार बताउनु पर्दाखेरि अब गुरुको आज्ञा कसरी पालन गर्नुपर्छ के आज्ञा दिनुभयो त्यो सबै दिनुस् भनेर पहिला प्रार्थना गर्नुपर्दछ गुरुले आज्ञा लिएसकेपछि अनि गुरुले आज्ञा दिनुहुन्छ गुरुले आज्ञा दिइसकेपछि अनि आफूले के त अञ्जलिबद्ध गरेर एकदम एकाग्र भएर सुन्नुपर्दछ सुनिसकेपछि गुरुले बताउनुहुन्छ गुरुले बताइसकेपछि गुरुले बताएको चाहिँ म साधना गर्छु म स्वीकार गर्छु भनेर के हो त अब यसमा आफूले अब प्रतिज्ञा लिनु पर्दछ प्रसन्न भएर अनि यसरी अब हामीले बुझ्नु पर्दछ भन्ने कुरा हो कासिनगी चाहिँ जोजाला जस्तो आज्ञा दिन्छ म त्यो गर्नेछु भनेर अब थलमर जैसे भयो हामीले के हो त अञ्जलिबद्ध गरेर कृतञ्जली भएर अभिशक्ति जस्तो अब विचार आउँछ तपाईको त्यहीलाई म अब तपाईले बताएको बमोजिम म पालना गर्नेछु भन्ने कुरा यो 35औं श्लोक अब 36औं श्लोकमा के भनेको छ भन्दा मुखम प्रच्छद्य हस्तेन कास हसल छुताधिकम वाचा मधुराय कार्यश्च निवेदनम भनेको यसको संस्कृतमा के छ अब ख भने मुखम भनेछ आफ्नो मुख चाहिँ गुरुको ठाउँमा हातले छोड्नु पर्दछ भनेको हो अब हाँस्दाखेरि जस्तो कि गुरुको चरण जाँदाखेरि अब हाँस्दाखेरि चाहिँ त्यस्तै गरी भनौँ न अब हाँस्दाखेरि हैन गुरुको चरण जाँदाखेरि अब ढ्याउ अब गर्दाखेरि इक गर्दाखेरि हामीले के हो त हात छोडेर अनि अब खोक्नु पर्छ अनि गुरुको चरण जाँदाखेरि मुख छोड्नु पर्छ भन्ने कुरा हो हातले है अब मुखहरू छोपेर गुरुको चरणमा अब आज्ञा माग्ने कुरा गर्ने गर्नुपर्दछ 까땅베 걸리야 아니 소소기 테모 자르 셈신도 많이 버니 녀고레
아니 니네 아니 라메가 마송 यसमा अलिकता फर्किएछ भन्दाखेरि 아니 라메기 까제와는 यो भित्र एउटा श्लोकमा अन्तिमपट्टि ज्यावा सिने झ्याम्बाई थिक्दगिनी देवरजा भनेको चाहिँ कुनै बेला अब झ्यार्वे सिक्दलाई न्यम्बिसिक प्रसन्न हुने शब्दलाई पनि बुझ्नु पर्दछ भनेर लेखिएको छ यहाँ अब न्यम्बिसिक अर्थात् यसको भाषा मधुरम एकदम मधुर भाषा हामीले शब्दहरु चाहिँ एकदम मधुर भाषा प्रयोग गर्नुपर्दछ भनेको अब बिहान भने शुभ बिहानी दिउँसो भने अब शुभ अपराह्न दिन भनेर बेलुका भने अब शुभ रात्रि भनेर अब बिहान हो भने बिहान अब शुभ बिहानी शुभ प्रभात हजुर सुस्वास्थ्य भयो त हजुर निन्द्रा कस्तो लाग्यो अब दिउँसो हो भने अब हजुरले भोजन गर्नुभयो भने शुभ दिन शुभ उपरान्त भन्ने अब बेलुका हो भने शुभ रात्रि तपाईको आज दिन कस्तो भयो तपाईको जिउ सन्चै छ कि छैन शरीर कतिको ठिक छ भन्ने सोध्ने हो यसरी गुरुलाई अनि तपाई आरामले सुत्नुभयो आराम तपाईले आराम छ सन्चो सुविस्ता हुनुभयो बेलुका केही गाह्रो त भएन नि भनेर मधुर भाषी मिठासतामा बताउनु पर्दछ अनि बिहान हो भने बिहान सुस्वास्थ्य हजुरको सुस्वास्थ्य ठिक छ त आरामै हुनुहुन्छ दिउँसो हो भने दिउँसो शुभ दिन गुरु तपाईले कस्तो छ सन्चै हुनुहुन्छ बेलुका हो भने शुभरात्रि तपाईले कस्तो छ अनि बिहान भयो भने हिजो राति तपाई अब भेट्ने बेलामा निन्द्रा कस्तो लाग्यो तपाईले एकदम आराम भयो कि भएन भन्ने कुरा सोध्ने हो अब टङ्काब गुरुको त्यस्तै हो अब गुरुलाई सत्कार सम्मान गर्दाखेरि आफ्नो मुख चाहिँ हातले छोप्नु परेर छोपेर कुरा गर्नुपर्ने यो एउटै रहेको छ अब यसमा अलिकता फरक के छ त भन्दाखेरि अब बोर्डमा चाहिँ झ्यावा सिन्ने झ्याम्पाई सितेकिने देवरजा लेखेको छ भनौँ गुरुले जस्तो आज्ञा दिएको छ त्यसलाई चाहिँ आफ्नो अब आज्ञा दिनुहोस् तपाईँको विचार के छ भनेर हामीले भनौँ न गुरुलाई अनुरोध गरे बापत गुरुको आज्ञा हामीले लिइसकेपछि सुनिसकेपछि अनि एकदम मधुर भाषामा मिठो बोलीमा हुन्छ गुरु तपाईँले बताएको जस्तै म गर्नेछु कुनै पनि विवर्त हुने छैन जो गुरुको इच्छा भनेर हामीले एकदम मिठो वचन दिएर अब के हो त अनि सही काम गर्ने हो भनेको हो सिक्दा किने देवरजा यसरी बताउनु पर्दछ भनेको हो अनि यसमा चाहिँ अब मिलेको छ कि छैन हामीले अब जाँच गर्नु अत्यन्त अब फेरि जरुरी छ यो शब्दमा भने अब चौकाबुले dorjiningbo भन्ने तन्त्रको कुराहरु राख्नु भएको रहेछ यसमा के भनेको छ भन्दाखेरि अब dorjiningbo gengi यो वज्र सारा लङ्कार सूत्रमा तन्त्रमा के बताएको छ भन्दाखेरि गुरु वस्तुको चरण हामी अब पछाडि कण्डो देखेर अनि कहिले पनि जानु हुँदैन भन्ने कारण दियो अब मर्पा र मिरडेपाको इतिहासमा के छ भन्दाखेरि मिरडेपाले आफ्नो मर्पालाई मुख अब भनौँ न फर्काएर जाने भयो अनि कण्डोले फर्काएर जाने कहिले पनि 36 अब 16 मा के 37 16 मा के छ त भन्दाखेरि विनीत सम्मुखम तिष्ठत संयमतो वस्त्र मुर्दाज त्रि प्रच्छायेच्छु दातामी जानु पत कृताञ्जलि भनेको छ अर्थात् के हो त गुरुको चरणमा जाँदाखेरि गुरुको चरणमा बस्दाखेरि के हो त अनि हामी पल्टी कसेर बस्नु भन्दा पनि घोडा टेकेर बस्नु अत्यन्त राम्रो हुँदछ प्रवचन सुन्दाखेरि भन्ने कुरा हो अब यो के हो त भन्दाखेरि अब यसमा चाहिँ
지 간제 공부도 데라 민데 베스 간다 데려야 또지 가르쳐 가두이네 आफ्नो लगाउने भनौँ लुगाहरू भनौँ न वस्त्रहरू लुगाहरू सबै के हो त मजाले अब बाँधेर मात्रै अब हामीले राम्रोसँग लगाएर अब भनौँ न गुरुको चरण जाँदाखेरि अब केसहरू जुनुम पारेर नभइकन के हो त केसहरू राम्रो बाँधेर लुगाहरू चिटिक्क लगाएर जानुपर्छ झाम्ले झुम्ले नभइकन गुरुको चरण जानुपर्दछ भन्ने कारण हो यसरी अब बताएको छ त्यस्तै गरी अब हिंसो द्वेला सुसुम्दङ भनेको चाहिँ के हो त प्रार्थना हिच्छुत तार्थी जानु पाता कृतञ्जली अब हामीले के हो त अर्थी उपदेशहरू सुन्दाखेरि एकदम कृतज्ञ भएर एकदम खुसी भएर के हो त अनि अञ्जलीबद्ध गरेर अब थल्मो भनेर अञ्जली भनिन्छ अञ्जली कृत सुसुम भने के हो त अब प्रार्थना तीनचोटि त्रि भनिन्छ त्रि प्रार्थना हेर्छु तीनचोटि प्रार्थना गरेर घुँडा टेकेर अनि हामीले अञ्जलीबद्ध गरेर नि धर्म प्रवचन दिनुहोस् भनेर नि यसरी प्रार्थना गर्नुपर्दछ तीनचोटि प्रार्थना गर्नुपर्दछ भन्ने कुरा प्रार्थना कसरी गर्नुपर्दछ त भन्दाखेरि अनि गुरुको चरणमा तीनचोटि ढोक गर्ने अञ्जलीबद्ध गरेर अनि कसरी प्रार्थना गर्ने त भन्दाखेरि अब एउटा उदाहरणको लागि प्रार्थना कसरी गर्ने भन्दाखेरि यो पञ्चशिखको अब भारतको टीकाभित्र गर्दा के छ भन्दाखेरि धर्म प्रवचन सुन्दाखेरि अब अहमतालाई चाहिँ घमण्ड हटाउने त्याग गर्ने गर्दाखेरि अनि के हो त भन्दाखेरि अब प्राणीहरू हित हुनुको लागि अनिकालहरू अन्त गर्नको लागि मान्छेमा मानवता ल्याउनुको लागि शान्ति सुख शान्ति विश्व शान्ति ल्याउनुको लागि चाहिँ प्रवचन दिनुहोस् जे बातमा समग्र समस्त प्राणीहरूको लागि प्रार्थनाको लागि सुस्वास्थ्यको लागि विश्व शान्तिको लागि प्रवचन गरिबक्सियोस् भनेपछि तीनचोटि ढोकेर प्रार्थना गर्नुपर्छ तीनचोटि प्रार्थना गर्नुपर्दछ भन्ने कारण यसरी वचन भएको छ अब चौकापोको मतमा नि यही कुरा रहेको छ फरक केही पनि छैन अनि गुरुको चेलालाई गुरुको चरण प्रवचन सुन्न चाह्यो भने तीनचोटि ढोक्नु पर्दछ तीनचोटि प्रार्थना गर्नुपर्दछ घुँडा टेकेर प्रार्थना आग्रह गर्नुपर्दछ भन्ने कुरा यसरी वचन भएको छ अत्यन्त के हो त सत्कार सम्मान एकदम अब विनम्रता भएर गुरुलाई सत्कार सम्मान गर्नुपर्दछ भने चाहिँ हो अनि घुँडा टेकेर प्रार्थना गर्नुपर्दछ है भनेको छ यसले के जनाउँछ भन्दाखेरि धर्म प्रवचन सुन्दाखेरि कसरी सुन्नुपर्छ कसरी आग्रह गर्नुपर्छ भन्ने कुरा चाहिँ यसरी बताएको छ यसले एउटा आफूभित्र भयो कि त घमण्डलाई न्यूनतामा झार्नुको लागि र आफ्नो खुबीलाई बाहिर ल्याउनुको लागि यसले बुझाउँदछ अब सबै सत्कार सम्ममा के हो त हामीले अहम त घमण्ड त्याग गर्नुपर्छ भने कुन चाहिँ चिज सबै यहाँ के छ भन्दाखेरि अब संस्कृतमा यसलाई यो 37 को श्लोक परेको छ सर्वोपस्थानाचर्यसु कार्यो निर्मल मानसः स्थाप्यो नववधू वृत्या वितो हृत्वा अथ सम्व्रतः अर्थात् के हो त सत्कार सम्मानको सबै चर्याहरूमा आफूले के हो त हिनी नागेल मेबर्छ मन कुनै घमण्ड नभइकन यसरी हामीले गर्नुपर्छ घमण्ड हुनु हुँदैन मचा सिसिन नभई लाज शरम मानेर आफ्नो कुरालाई अधीनमा राखेर भौमा सबै सुनिन्छ भनेको नयाँ बुहारीलेको जस्तै गरी हामीले सत्कार सम्मान गर्नुपर्छ है भन्ने कुरा चाहिँ हो त्यही कारणले एउटा अहमता घमण्ड म यो ठुलो भने नभएको यस्तो विचार नभइकन नराखेर गुरुलाई सत्कार सम्मान गर्नुपर्दछ भनेको
अब भौमसभा भन्नाले नयाँ बुहारी नयाँ बहू भित्रिँदाखेरि कसरी कुरा गर्छ होइन अब भोट जस्तो कुरा गर्ने हो भने पहिला बुहारी भिर्दाखेरि एकदम भनौँ न आफ्नो शरीर बदल्ने एकदम होसियार गरेर बुहारी माग्छ नि त अरू घरमा एकदम छोरी माग्दैन अब दिँदैन नि त त्यति तितो बोली बन्द गऱ्यो भने भनौँ न अब त्यो लाज शरम हुने हो कि अरूले छोरी दिने हो कि नदिने हो कि मेरो छोरालाई भनेर बुहारी माग्नु जाँदा एकदम हामीले सजगता एउटा होसियार अप्नाएर जान्छौँ नि त्यस्तै किसिमको गुरुको चरणमा जाँदाखेरि पनि हामी एकदम होसियार पूर्व जानुपर्दछ होइन अनि चेलाहरूलाई पनि गुरुले एकदम के हो त भने के हो त हामीले जेमा पनि होसियार रहनुपर्ने हुन्छ यदि के हो त संसारिक लोकको के हो त यो लाज शरम नभएर धर्मसँग सम्बन्धित भएको लाज शरम चाहिँ हामीले जोड बुझ्नु पर्दछ अब झिक्पा भनेर डर त्रासलाई बुझिन्छ भनौँ न अब आफूले गुरुलाई आज्ञा दिएको बमोजिम अब राम्रो पालना गरेन गुरुको वचनलाई हामीले त्याग गऱ्यो भने चाहिँ होइन हामीलाई डर त्रास र अनि के हो त गुरुले गाली गर्ने हो कि अब अरूले नराम्रो भन्ने हो कि डर हुन्छ नि होइन त्यस्तो डर नभएर के हो त मेन के हो त मैले यसो गुरुको कुरालाई तिरस्कार गरेँ भने मैले पालना गरेन भने मलाई बेफाइदा के हुन्छ एकदमै यो ठुलो विघ्न बाधा हुन्छ है भनेर बुझेर मात्रै अब के हो त त्यति डराउनु पर्ने हो अर्थात् के हो त सावधान अप्नाउनु पर्छ है भन्ने कुरा चाहिँ हो यो त्यो त अब शरीरको शिला वचनको शिला चित्तको शिलासँग अब सम्मिलित भएर के हो त अब हामीले शरीरको के हो त बानी चरित्रसँग अब डराउने वचनको तितो रुखो बोलीसँग डराउने र मनको विभिन्न कुलतहरूसँग डराएर हामी के हो त सत्कार सम्मान र के हो त लाज शरमलाई हामीले बुझ्नुपर्दछ भनेको हो टङ्गपा गुरुले त्यही बताउनु भएको छ अनि गुरुको सत्कार सम्मानमा चाहिँ हामीले जहिले पनि के हो त कहिल्यै पनि आफ्नो घमण्डहरू त्यसमा मिसाउनु हुँदैन डर त्रास सहित लाज शरम सहित के हो त अब नयाँ बुहारी भित्रको जस्तै गुरुलाई सत्कार सम्मान गरेर एकदम होसियार पूर्वक कुराहरूसँग हामीले अब के हो त गुरुलाई सत्कार सम्मान गर्नुपर्दछ भनेको त्यही कारणले गर्दाखेरि सबै नराम्रो कुरा कुलतलाई हटाएर हामीले सत्कार सम्मान गर्नुपर्दछ घमण्ड गर्नु हुँदैन भने चाहिँ अन्तिम रहेको छ यो 39औं श्लोक रहेको छ 39औं श्लोकमा के छ श्रृङ्गार दिक्रिया सर्ववज्रय क्षेत्रस्थूर अग्रह अन्यसैव विद्यां कृत्य स्वयं आलोक्य सत्यां चेता अर्थात् के हो त भन्दाखेरि अब गुरुसँग हिँड्ने डुल्ने बस्ने जे गर्छ गुरुको चरणमा हामीले गर्नुहुने त्याग गर्नुपर्दछ घेकवा लासो अनि गुरुसँग सम्बन्ध नभएको कुराहरू चाहिँ अब हामीले त्याग गर्नुपर्दछ स्याहाँ दिएर छ भने रङ्गी तालो थोप्रो छ त्यही कारणले विभिन्न अनर्थक कुराहरू नसुने कुराहरू चाहिँ हामीले विचार गरेर जाँच गरेर त्याग गर्नुपर्दछ भनेको हो आलोचना हुने कुराहरू चाहिँ हामीले कहिले पनि राख्नु हुँदैन भन्ने कुरा हो त्यही कारणले गर्दाखेरि अब अनि हामीले एकदम मै हो भने ठुलो एकदम धनी मान्छे मै हो एकदम राम्रो चेला मै हो भने यस्तो यो एउटा अहमता घमण्डलाई त्यागेर अनि गुरुको चरणमा अब के हो त हामी जुन गुरुसँग अपमानित हुन्छ गुरुसँग नसुने कुरा हुन्छ त्यो हामी त्यागेर चाहिँ गुरुको चरणमा जानुपर्दछ हामीले जाँच गर्नुपर्दछ भन्ने कुरा हो अर्थात् के हो त नराम्रो कुराहरू चाहिँ गुरुको चरणमा गएर हामीले त्याग गर्नुपर्दछ गुरुसँग घमण्ड गर्नु हुँदैन भन्ने कुरा हो
아도 lagi mai tine bisaron sansu 쇼로가 나버디 peri kidin ma peri mes koni tara dine su baudu sarva 다 mangalam 간다 라메기 닝구루기 쩨바 탐세래 이 나게단 대야 마레스 유 담발라 나게 유 담발라 때네 나게 깨야데 아니 베 냐바 쳔보레스 냐바 쳔보 여바때야 안다다 시루이 버두 신베기 숑지즈 나나 송요아레스 드네 뉴스안에 아니 kuban zembe ngosa sheba lama la jishin chelam kundu dambe kwane phama sarva nama sarva da be kwane ene neba shegore soibre la so ta tene chologa nibadi kunjuji la ngaye pa de be chologa nibadi giwa la so chawa kun tembe din do pa orcha cheya tin de chawa ne rang ta la do wa cha soibre ta ti jande ge gomba de kharesana 잔데테 공바데타 미세 게보시 라수음도 다 기글라 사베기 차와 디조 에네 템벤디나 차야 마레스 대단 대신기 엔다간다 지 가르소에 차와 탐지 차와 간데지 셰베 있네야 다디 지 라메기 군두네 차야 제렌도다 민도 봐 다나신 디츠드 튜메지렌도다 민도 뭐 당시 전에 계시 취대 팀에 지레면도나 파 더고래 취대 팀에 지레도나 취 단도 랭고래 소이 그래 데라야 제종업의 신비기 제베 나로라 가르송었잖아 아니 기글라서 샤와 군세아데 기슈에서 돌아라 소베 샤와 다지 소수지 데지 가르소지 라멘 듀리아 지 웹업 매바 진짜기 지 소수지 가르소다 제보다 지보요 알아 서버 디제기 에네 샤바디 상로 아네 라멘 듀도 빵고레스 텔레 셴도 큐바다 아게게야 당 다나시 소수지 미신다게 통난 제보요 아다 디제기 쩨바 마웨 미리바 드다 탐제기야 아네 외진 테바레도 민도 소수기 따제 셴네 계시 rüeshi teba remi do na disu samalo pango reso la so ta phaji din din re re do wa din shuya da sam sam sha gwa re she la so